यो अन्तर्राष्ट्रिय एयरपोर्ट हो। लाजामर्दो बेइज्जतको पानीभित्र परेर बसिसक्नु छैन र पाहुनाहरू कसरी आउँछ यो सम्बन्धित निकायको ध्यान जानुपर्छ। बस्नु पनि छैन, पानी यहाँ पुरै बाढी त भित्रै आउला जस्तो छ। त्यो प्रकारको अवस्थामा साह्रो परिस्थिति हेर्नुहोस् हजुर। एयरपोर्टभित्र इन्टरनेसनल एयरपोर्टमा यस्तो खालको अवस्था छ। लाजामर्दो अन्तर्राष्ट्रिय जगतमा पनि यसरी नहुनुपर्ने। यो सम्बन्धित निकायको एयरपोर्ट प्रशासनले यो चाँडोभन्दा चाँडो गर्नु चाहिँ अति राम्रो हो। एयरपोर्टभित्रको अवस्था यस्तो छ, एकदमै पानी परिरहेको अवस्था छ। अनि यो कसरी गर्ने रहनु छ। अन्तर्राष्ट्रिय जगतको एयरपोर्टको यो लाजामर्दो अवस्था छ हजुर। र अन्तर्राष्ट्रिय जगतमा नै एकदमै लाजामर्दो अवस्था भएको कारणले गर्दा एयरपोर्टको प्रशासनले तुरुन्तै यो बर्खा लागिसक्यो, यो के हो लाजामर्दो, अरू राष्ट्रमा जाँदाखेरि अरू देशमा जाँदा हेर्नुहोस् त यो यस्तो पनि हुन्छ भने हेर्नुहोस् भित्र सब मान्छेहरू भित्र प्रवेशद्वारमा पस्न यति गाह्रो छ, भिजेर सबै कुराहरू। बाढी एकदमै यो एयरपोर्टको अन्तर्राष्ट्रिय एयरपोर्टको यो बेइज्जत लाजामर्दो भइसक्यो। यो भित्रै खोला यो चिप्लेर कति मान्छेहरू मर्ने सम्भावना छ हजुर यहाँ। त्यसैले गर्दा यो प्रशासनको चाँडोभन्दा चाँडो ध्यान जानुपर्छ। हेर्नुहोस् बाढी पानी यहाँ पुरा खोला बगिरहेको छ। यस्तो पनि हुन्छ बेइज्जत अन्तर्राष्ट्रिय जगतमा मान्छेले कसरी हेर्छ होला। यो प्रशासनको चौबिस एक ठाउँमा मात्रै होइन, लगभग सबै यस्तै रहेछ। पुरा पानीको यो मुसलधार भित्र मान्छेहरू चिप्लेर कतिजनाको यो अवस्था के लडेर ज्यान जान सक्छ। यसलाई केयरलेस गर्नुहुन्छ। करोडौँ पैसा अरबौँ पैसा इन्कम ट्याक्स लिएर यो के हो यस्तो यो बेइज्जत बसिसक्नु अवस्था छैन। र सम्बन्धित निकायको चाँडोभन्दा चाँडो ध्यान यसलाई रिपेयर कसरी गर्ने कुराहरू हो। यो चाँडो गर्नु पर्यो, यस्तो बेइज्जत प्रकारले गर्नु हुँदैन। हजुर अहिले यो के अलिकति भन्नुहोस् त यो बारेमा, भरे म पेश गर्छु। यो हेर्नुहोस् त अन्तर्राष्ट्रिय जगतमा यो लाजामर्दो कुरा होइन। ल पानी यस्तो खोला बाढी पऱ्यो, खोला बाढी यत्रो करोडौँ खर्च गरेर अन्तर्राष्ट्रिय विमानस्थलमा घोटाला गरेर आफ्नो मान्छेलाई पार्दाखेरि आजको दिनमा सुरक्षित पनि छैन। यहाँ त्यत्रो ट्रक हालेर त त्यहाँ पनि छाता उडेर बस्नुपर्ने। अनि यहाँ यस्तो अन्तर्राष्ट्रिय विमानस्थल कस्तो बनाएको हाम्रो सरकारले, यसलाई चाहिँ सम्बन्धित निकायमा पुग्छ। र यो चाँडोभन्दा चाँडो यसको रिपेयर भएर नेपाली जनताको करबाट उठेको कुराले लाजामर्दो नबनाओस् होइन हजुर। एकदम लाजामर्दो कुरा छ। नेपाल गभर्मेन्टले आफ्नो मान्छेलाई चाहिँ ठेक्का पार्दाखेरि यो अविगत भएको अन्तर्राष्ट्रिय विमानस्थल त्यस्तो चाँडोभन्दा चाँडो चुनाव त्यो बेलालाई कारबाही हो। ल लाजामर्दो कुरा अन्तर्राष्ट्रिय जगतमा पनि यसले हाम्रो नेपालीपनको ठुलो बेइज्जत लाजमा पढाउँछ। अरू इन्टरनेसनल एयरपोर्टमा जाँदा कस्तो राम्रो खालको हुन्छ। हेर्नुहोस् यहाँ हाम्रा यो विदेशी पाहुनाहरूले के भनेर यसलाई विचार गर्छ नेपालको अवस्था परिस्थिति। हेर्नुहोस् यहाँ बाढी बढिरहेछ, यहाँ मान्छे लडेर के हुने हो। हेर्नुहोस् यहाँ परिस्थिति एकदमै गाह्रो छ। प्रशासनले एकदमै चाँडो कसरी लिएर आउने हेर्नुहोस्। पानी आउँछ तर यस्तो प्रकारले यहाँभित्र पनि हो हाम्रो सही साथ पनि बस्ने ठाउँ अवस्था केही पनि छैन। यो प्रशासनले चाँडोभन्दा चाँडो प्रकारको यो भित्र पनि उहाँ सबै भिजिरहेको अवस्था छ। त्यसैले गर्दाखेरि यो एकदमै परिस्थिति गाह्रो छ। हेल्प डेस्कमा कसरी बसेर गर्ने हो, यो एकदमै गाह्रो परिस्थिति अवस्थामा छ। हेर्नुहोस् हजुर एकदमै यो एयरपोर्टभित्र हजुर इन्टरनेसनल एयरपोर्टभित्रको यो परिस्थिति हो हजुर है। यो बाहिरको होइन, लाजामर्दो। मलाई एकदम लाज लाग्यो। यो भित्र कहीँ बसिसक्ने अवस्था छैन। अन्तर्राष्ट्रिय इन्टरनेसनल एयरपोर्टका प्रशासनका प्रमुख जसले यसलाई निकायलाई तपाईँले म्यानेजिङको कुराहरू कसरी हुन्छ यहीँबाट नै थाहा हुन्छ। यो म्यानेजमेन्ट भएन। यसलाई चाँडोभन्दा चाँडो बर्खा भर्खर सुरु भइसक्यो, यसलाई चाँडोभन्दा चाँडो यसलाई मर्मत गर्नुपर्छ र हाम्रो करबाट उठेको नेपाली जनताको करबाट उठेको पैसा
ले यसलाई मेन्टेन गर्नुहोस्, कसैको पर्सनल पैसा युज गर्नु पर्दैन। लाजा मर्दो यो यस्तो प्रकारले म आफै पनि यहाँ आएको यस्तो अवस्था छ, लाजा मर्दो छ। हाम्रो अन्तर्राष्ट्रिय मान्छेहरूले कसरी यसलाई गरिरहेको अवस्था छ। त्यसैले गर्दा यो चाँडोभन्दा चाँडो यसको यो निकायको ध्यान जानुपर्छ। हेर्नुहोस् यहाँ सबै यो बाढी यो के हो, यो मस्याङ्गी हो कि यो कुन चाहिँ हो, ताल बनिसकेको छ। मान्छे कतिजना लड्छ अब यो मार्बलमा चिप्लेर, यस्तो हुन्छ। आमामामा यो त लाजा मर्दो बर्बाद भइसक्यो। ल म नेपाल सरकार र साथसाथै यो निकाय जसले हेर्ने हो यसले चाँडोभन्दा चाँडो यसलाई राम्रो प्रकारले छिटै नै यसलाई मर्मत गरेर नेपालीहरूको इज्जत राख्ने काम, ढाक्ने मात्र होइन राख्ने काम, राम्रो काम गरेर यसलाई मर्मत गरेर काम गर्नु होला भन्ने हाम्रो शुभकामना, साथसाथै हाम्रो चाहना, इच्छा र माग पनि यही हो। धन्यवाद। बाढी नै छ, बाढी नै छ, बाढी नै छ। आमामा